नमस्ते। नमस्ते। हजुरको नाम? मेरो प्रकाश परियार। हजुर कता बस्नुहुन्छ? म अहिले नयाँ बजार बस्छु। घर चाहिँ मेरो उदयपुर बसा हो आमसाल। हजुर। यहाँ पशुपतिनाथ चाहिँ जहिले आइराख्नुहुन्छ? यसो कहिलेकाहीँ आउँछु। आरती गर्न आउनुहुन्छ कि हेर्न आउनुहुन्छ कि पूजाआजा केही? होइन यहाँ अब हेर्न आउने हो। ए पिस हुन्छ। तपाईँको कास्ट के भन्नुभयो? मेरो प्रकाश परियार हो। यो कुन कम्युनिटीमा पर्छ? यो दलितमा हो। दलितमा छ। तपाईँको आफ्नो यो कास्ट, आफ्नो यो कल्चरको एकदम मनपर्ने कुरा चाहिँ के हो? मनपर्ने कुरा अब सिप जानेको मान्छेलाई लुगा सिलाउँछु होइन। हजुर। त्यसैबाट अब कमाइन्छ, अब त्यसैमा खुसी भयो। अनि तपाईँलाई आफ्नो यो कास्ट कल्चरको कुनै खानेकुराहरू जुन एकदम मनपर्ने केही त्यस्तो केही छ? त्यस्तो त केही छैन। त्यस्तो कुनै खानेकुराहरू छैन? छैन। तपाईँको यो कल्चरहरूको चाहिँ ड्रेसहरू कस्तो हुन्छ? कपडाहरू कस्तो हुन्छ? ट्रेडिसनल कपडा अब त्यही दौरा सुरुवाल, अनि केटीहरूको त्यही साडी चोलो साडी चोलो आउँछन्। अनि तपाईँको यो कल्चरहरूको कुनै गीतहरू तपाईँलाई आउँछ कि आउँदैन। आउँदैन? तपाईँलाई आफ्नो कल्चरहरू बाहेक अरू कुन कुन कल्चरहरू, ट्रेडिसन्सहरू, कास्टहरू मनपर्छ? अब मनपर्नु त हाम्रोतिर अब राईमतली भएको कारणले होइन, राईमतलीहरूकै मनपर्छ। उहाँहरू मनपर्छ तपाईँलाई? त्यति नै हो। थ्याङ्क यू सो मच।